प्रहरी हल्दार कमल कुमार सर घरसे गोर्खा जिल्ला हो। विगत 4-5 वर्षदेखि बगीखानामा चाहिँ कार्यरत छु। अहिले यहीँ काज गर्दै आइरहेको छु, ड्युटी गर्दै आइरहेको छु। सडकमा बसेर काम गर्दा चाहिँ अप्ठ्यारो वा सजिलो के छ तपाईहरुलाई? अब नर्मली अब हामी त बानी पनि पर्यो। अब गाह्रो त अब तपाईको नर्मली हामी एक दिनमा 10 देखि 14 घण्टा नर्मल ड्युटी गर्छौँ नै। सुरुसम्म त निकै नै गाह्रै नै हुन्छ, पछि बानी पर्दै पनि जान्छ। अब अलिकति समस्या भन्नाले अब दिनैभरि धुवा धुलोमा यो कोलालमा उभिँदाखेरि चाहिँ अलिकति ज्यानहरू दुख्ने, राति सुत्ने बेलामा राम्रो मस्त निन्द्राहरू नपर्ने, अनि आँखाहरू पोलिराख्ने, त्यसपछि अलिकति यो श्वास प्रश्वास सम्बन्धी पनि समस्याहरू आउने चाहिँ हुन्छ हुन चाहिँ हामीलाई। अन्त अब चेकअपहरू हामी गरेर हुन्छौँ। अनि अफिसमा पनि विभिन्न किसिमका चाहिँ अब घुम्ती शिविर आइरहेको हुन्छ, चेकअपहरू भइरहेको हुन्छ। अब रमाइरहेको छ, बानी परिरहेको छ, ठिक छ, रमाइलो छ। सडकमा बसेर जस्तो तपाईहरु टोयलेट जानु पर्यो भने कहाँ जानुहुन्छ, वा खाजा खानु पर्यो भने कहाँ जाने, पानी पिउनु पर्यो भने तिर्खा लाग्यो भने कहाँ जाने? अब हामीलाई चोकमै पानीको व्यवस्था नभए पनि सर अब यसो हामी आलो पालो 2 जना हुन्छौँ। अब पिसाबको लागि टोयलेटलाई पनि व्यवस्था त हुँदैन। हामी नजिकको अब यसो पसलहरूमा कुनै अब यसो होटलहरूमा गएर चाहिँ हामी दिसा पिसाब गर्ने गर्छौँ। र पानीको हकमा अब अहिले यो चोकहरू भएको ठाउँमा जहाँ जहाँ आइल्यान्ड छ यसो हामीले चाहिँ जारको पानीहरू खाने पनि गरेका छौँ। र त्यो अपुगको अवस्थामा हामी आफै पनि म्यानेज गर्छौँ। नजिक अफिस त अलिक टाढै पर्छ, अफिस नजिक छ भने अफिस गएर खाने आउने गर्छौँ, नत्र चाहिँ बाटोमा अलिक समस्या त समस्यै छ, र पनि यसो म्यानेज गरेर छौँ हामीले। जस्तो तपाईहरुले बोक्ने नि ब्याग पनि तपाईहरुको आफ्नो होइन रहेछ? हजुर हजुर हजुर। अब अफिसले दिन्छ दिन चाहिँ कहिलेकाहीँ अब अफिसमा पनि अपुग हुनसक्छ। अब हामी आफैले पनि म्यानेज गरेर हुन्छौँ, त्यस्तै छ। तर ब्याग नै बोक्दाखेरि ग्लोबल आइएमएको वा विभिन्न कम्पनीहरूको बोक्नु पर्दो रहेछ। हजुर सर। हजुर। अब त्यो तपाईहरुलाई लाग्दैन, अप्ठ्यारो लाग्दैन बोक्न पर्दा? अब त्यो अब तपाईहरु राज्यको हो, तर तपाईहरु कुनै एउटा प्राइभेट संस्थाको ब्याग बोकेर हिँडिराख्नु भएको छ। सर अब यो अफिसमा पनि विभिन्न अब सङ्घ संस्थाहरूले अब त्यो सौजन्य रूपमा दिने कुराहरू त भइ नै हाल्यो। त्यसै पनि हामी बोक्छ। र अब हामीलाई चाहिँ अब समस्या परेको खण्डमा हामी आफै किनेर पनि बोक्ने गर्छौँ। त हामीलाई चाहिने कुरा हो, हामी बोक्ने गर्छौँ सर। तपाईहरुलाई चाहिँ यो सडकमा खटिँदा के चाहिने कुराहरू छ, अभाव छ? अब सडकमा त अब बाहिरको रोड फर्निचरहरू पनि अलि अभाव नै छ। जस्तो हजुर देखिसक्नु भएको छ, यहाँनिर अब सामान्य कोड र एउटा रस्सीको डोरीको भरमा चाहिँ हामीले सेन्टर लाइनहरूमा चाहिँ त्यो चाहिँ डिरेक्सन दिनुपर्ने अवस्था आइरहेछ। अब प्रशस्त मात्रामा रोड डिभाइडरहरू पनि छैन हामीसँग। अब हामीलाई चाहिँ ड्युटी गर्दाको सिलसिलामा अब खाने पानीहरूको पनि त्यस्तो समस्या हुन्छ। हजुर। अब त्यसरी अब माग्ने भन्दा पनि हामी आफैले पनि किनेर पनि खान्छौँ। अब यहीँ हामीसँग 1 जार पानी त रहन्छ नै। अब म्यानेज गरेर खाइरहेको छ पानीहरू चाहिँ। हजुर हजुर हजुर। व्यवस्था एकदम बेहाल छ अवस्था हैन। उनीहरूले बोक्ने ब्याग समेत राज्यले दिन सकेको छैन। त्यति मात्रै हो र खानेपानी गरी ट्राफिक प्रहरीले मागेर खानुपर्ने अवस्था बिजोग छ भनेर नजिक अफिस भएको ठाउँमा हामी अफिसमै गएर पनि खान्छौँ, नत्र चाहिँ यसो होटलहरूमा गएर पनि पानी खान्छौँ। त्यो मागेरै खाने भन्ने चाहिँ होइन सर, हामी बरु यसो किनेर पनि खान्छौँ। अलि समस्या नै छ सर। हजुर सर। टोयलेट जानु पर्यो भने पनि कुनै अफिसमा जानु पर्यो? हजुर, अफिसमा गएर चाहिँ यसो आलोपालो गरेर जान्छौँ। अब अलि समस्या छ सर। हजुर 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 सर। हजुर हजुर। यसो सबैले वाच गरिरहनु भएको हुन्छ। अब गएर यसो अब टोयलेट मात्रै गएर आउनु पनि अलिक समस्या जस्तो देखिने। केही बसेर खाजा खाइदिएर गर्दाखेरि चाहिँ अलिक राम्रो पनि देखियो। जाने अब बाथरुममा त जाने आउने गर्दाखेरि त्यो अलिकति असोभनी जस्तो पनि देखिने। अब समस्या भए तापनि अब ड्युटी गरिरहेको छ सर। अब ड्युटी गर्नु पऱ्यो, के सर, ठिकै छ सर। जस्तो तपाईँ चाहिँ कहिलेकाहीँ सडकमा उभिँदा एक्सिडेन्ट हुने त्यस्तो समस्या छ कि छैन? के भन्नु सर? एक्सिडेन्ट हुने समस्या छ कि छैन तपाईँहरू आफै? त्यस्तो छैन सर। छैन सर, छैन। त विभिन्न ठाउँहरूमा चाहिँ अब कहिलेकाहीँ त्यस्तो हुन पनि सक्छ सर। अब कहिलेकाहीँ चालकको लापरवाही, अब चोकहरू, जक्सनहरू, सडकहरू साँघुरो छ। हामी अब ड्युटी गर्ने सिलसिलामा हामी अब मुभमेन्ट गर्नुपर्ने हुन्छ। त्यस्तो बेलामा यसो अचानक पनि त्यसो दुर्घटनाहरू हुने सम्भावना हुन्छ सर। अब कहिलेकाहीँ हुन्छ हुने, तर जस अहिले अलि निकै कम पनि भएको छ। तर कहिलेकाहीँ दुर्घटना पनि त्यस्तो अचानक एक्सिडेन्ट पनि परेर अवस्था छ सर। सवारी साधनका धनीहरू भनेको सवारी चालकहरूले कस्तो व्यवहार गर्छ? व्यवहार त यस्तो सर, अब आएपछि नर्मल चेकिङमा त्यस्तो राम्रै बिहेभ गर्नुहुन्छ। जब उहाँलाई अब हामीले कारवाही गर्नुपर्ने अवस्था आउँछ, त्यस्तो बेलामा चाहिँ सबै चाहिँ चालक सहचालकहरू त्यस्तो बिहेभ चाहिँ गर्नुहुन्न।
हामी त अब नम्र बोल्छौँ तर कारबाही चाहिँ हामी कारबाही त गर्नै परिहाल्यो अब चालकहरूले ट्राफिक भाइलेसन गर्नुहुन्छ भने कारबाही त गर्छौँ नि हामी अनि अब कतिले सर म फर्स्ट टाइम काठमाडौँ आएको मलाई थाहा थिएन यसो गरिदिनु पऱ्यो सर सरी पनि भन्नुहुन्छ त्यो व्यवहारिक रूपमा हेर्नुपर्ने कुरो हामीले हेरिदिन्छौँ र अब कारबाही नै चालकले हजुर हजुर कारबाही नै गर्नुपर्ने अवस्थामा चाहिँ भन्छन् भने हजुर हजुर गाउँमा हलो जोत्न नसकेर यहाँ डन्ठा लिन आएको भनेर समेत भन्ने गरेका अब त्यो त सर अब सुन्दाखेरि चित्त दुख्छ कि हुँदैन? चित्त त पक्कै नै दुख्छ सर अब उहाँहरूले अब जे भने पनि अब हामी आफ्नो ड्युटी गरेर आउँछौँ हामीलाई त्यो केही फरक पर्दैन सर अब उहाँहरूले अब जे बुझ्नुहुन्छ त्यही नै भन्नुहुन्छ अब हामीले उहाँहरूलाई सम्झाउनु भनेर हामी ड्युटीप्रति हामी ड्युटी गरेर आउँछौँ अब यो पिक आवरको समयमा झन् एकदम ट्राफिक जाम नै भइरहेको हुन्छ अब हामी कारबाही भन्दा पनि जाम हटाउने मात्रै काम हाम्रो हुन्छ अन्य अवस्थामा अब चेकिङहरूमा कारबाही गर्ने क्रममा चाहिँ कहिलेकाहीँ त्यस्तो रुखो बोलीहरू पनि सुन्नमा आउँछ सर तर हामी त्यसलाई माइने गर्दैनौँ अब हामी जनताकै सेवक हौँ होइन सर त्यही भएर हामी ड्युटी गर्छौँ त्यस्तो समस्या त्यस्तो अप्ठ्यारो लाग्दैन सर ठिकै छ